आज चाहिँ होइन साथीहरू हामी आमा छोरा चाहिँ बारीमा काम गर्दै बसिरहेको थियौँ अनि एकछिन गफ गर्नु न त भनेर भन्नुभयो। पानी पनि पर्न आँटिसक्यो होइन साथीहरू, कामै गर्नु दिँदैन यो पानी परेर। हिजो चाहिँ दिनभरि डुल्यो होइन। सुन्नु न आमा, मलाई एउटा जागिर केटीलाई बे गरौँ भनेको कि। ए त भन्दा त मै धेर कमाउँछु, गर्दिनँ तसँग बे पो भन्दा रहेछ हौ। के भन्नु त्यसो भन्ने त 30,000 गर्दा नि 60,000 हुन्छ महिनामा। 10,000 खायो भने नि अनि त्यहाँदेखि 50,000 बाँकी रहन्छ अनि भइहाल्छ। त्यही मन मिल्नु त हो नि होइन। त्यही त, त्यो केटीले किन मलाई पत्याएन त? तपाईँको छोरालाई पत्याएन? तपाईँको छोरा त्यति नराम्रो छ? छैन मेरो छोरा। त्यही गर्छ नि, त्यस्तो मेरो छोरा त्यही भन्छ राम्रो। अर्को ल्याउने होइन आमा, त्यसले पत्याएन भने के होइन हौ। अब ल्याउनु पऱ्यो भने त्यति कसो हुँदैन, उसले पत्याएन भने। त्यही त माग्नु पो आइज मेरो घरमा पो भन्दा रहेछ हौ आमा। जाने ल साथीहरू, मेरो आमालाई सबैले नमस्कार भनिदिनु होला होइन। मेरो आमा चाहिँ कस्तो काली देखिनु भयो त होइन। हामी चाहिँ साग छर्नु जान आँटेको बुढो भगवान चाहिँ कहाँ राम्रो देख्छ। अनि ए त तरुण नै हुनुहुन्छ मेरो आमा। ल साथीहरू, हामी चाहिँ आमा छोरा अब गयौँ काम गर्नु।